नेपालमा कि असली सन्तानी नै हुने गाईहरू बाघ जस्तो भनेर कुकुर आँखा छरेर आयो नि हेर मेरो पछि ल गाईहरू सूर्य उदय भइरहेछ हेर्नु है वाउ कति सुन्दर ठाउँ जतिसुकै गले पनि यो ठाउँ हेरेपछि मन चाहिँ एकदमै चञ्चल एकदम शान्त बाटो गाईहरू पहाडको अप्ठ्यारो बाटो हेर्नु त यस्तो ढुङ्गामा खाली खुट्टे हिँड्छन् मर्दैन बुढा हेर आहा ओहो दुःख होला यहाँ चाहिँ गाईहरू म्याक्सिमम ढुङ्गा झरिरहन्छ ढुङ्गा लाएर कतिजना मान्छेहरू चाहिँ पक्लकै ठाउँको ठाउँ मरेका पनि छन् यस्तो अवस्थामा छौँ हामी चाहिँ गाईहरू हामी चाहिँ त्यो पल्ला छेउ कोसीको त्यो डबल धार भएको ठाउँदेखि यत्रो बाटो हिँडाइसक्यो छिटो छिटो कुदौँ न ढुङ्गा झर्छ कि माथिबाट अहिले कतिजना ढुङ्गा लाएर चोटै चोट भएर निस्किएको छ होइन तपाईँले यहाँ चाहिँ लास्टै पहिरो गएको गाईहरू यसरी कहाँ पो माथि गएर गाईहरू झर्रा है झर्रा हेर्नुहोस् कति सुन्दर नदीमा झरिरहेको छ यो चाहिँ धरतीको पहिलो धाम 12 क्षेत्रको रूपमा चिनिएको मन्दिर मर्निङ नमस्ते सबैजना मेरो प्यार साथीभाइ तथा दिदीबहिनी दाजुभाइ सबैलाई फेरि म शुभ बिहानी साथसाथै हजुरलाई गुड मर्निङ पनि भन्न चाहे है त आज हामी चाहिँ हर्कादेखि तराईको यात्रा गरिरहेको छौँ होइन हामी 3-4 जना छौँ हामी हर्कादेखि माथि सल्लेरी बनबाट अब गोरुटार जाँदै होइन र पुगिन्छ कि पुग्दैन गाडी त्यहाँबाट जानेसम्म कस्तो छ आज चाहिँ अलि ज्यादा पानी पर्छ भनेको भने है हेरौँ कस्तो हुन्छ मौसम हामी चाहिँ अप्ठ्यारो बाटो हुँदै गइरहेको माथि घोरटार पुगेर अब गाडी साडी जान्छ जाँदैन थाहा छैन त्यो बुझेर त्यसपछि हामी जान्छौँ है त आज बाटोमा हुने रमाइला घटनाहरू हजुरलाई देखाउने नै छ हजुरहरू इन्जोय गर्नुहोस् बाटो त्यस्तो छ है हेर्न सक्नुहुन्छ यस्तो सानो बाटो उँधोहरू हुन्छ नि पुरै भिरालोहरू जमिन्छ होइन यस्तो बाटोबाट हामी अगाडि बढ्नुपर्ने पहाडको बाटो यतिको नर्मल हो यो बाटोमा हिँड्छन् ल्यान्ड रोड भनेको जस्तो उकालो ओह्रालो हिलो जस्तो पनि कुद्ने गाडी रहेछ है त यस्तो बाटोबाट हामी भएर हामी अगाडि बढ्नुपर्ने हुन्छ होइन हाम्रो दाजुभाइ त्यो गाई चाहिँ रमाइलो गर्दै हामी चाहिँ गइरहेको होइन कलले प्लास्टिक ल्या जोडा धेरै ठुलो भारी बोकेर अगाडि बढ्नु परेछ अब कति गाह्रो हुने थाहा छैन हाम्रो साथीभाइहरू पछाडि आउँदैछन् मरितरी हेलो भनेर सबले ओफ भन्छन् यार गले छन् गाईचोर त्यो अप्ठ्यारो बाटो छ यस्तो बिचरा आइरहेछन् गल्लो त गरिहाल्छन् होइन मेरो चाहिँ त्यो गाईचोर ल्यान्ड रोभर हिँड्ने बाटो हो होइन पुरै ल्यान्डै भएको छ यहाँ चाहिँ यहाँको एकदम स्पेसल गाडी हो है आज चलेन छ त्यसको बाद ए पानी आउँछ कि खाने हो केटा होइन नखाम बिहान हालको ठिक छ नि ठिक छ के भयो त कहाँ भेटेको पर्यो एकचोटि दर्शक जान्न चाहन्छु भने त खुट्टा गले ओहो यति चाँडै किन गलेको अन्त बनिदिनु नि त एकचोटि किन गलेको बानी नभएर हिँड त भोलिदेखि सुत्न पुगिहाल्छौँ काठमाडौँमा रुममा सुत्ने दिनभरि उभिने रातभरि सुत्ने हुन्न र जीवनभरि सङ्घर्ष गर्दा त खुट्टा दुख्छ भन्छ एक दिन गरेको हालत के होला भन्छ त बाबु असली नेपालमा कि असली सन्तानी नै हुने गाईहरू बाघ जस्तो भनेर कुकुर आँखा छरेर आयो नि हेर मेरो पछि चाहिँ अब त्यही चिसो पछि निस्किनु थाल्यो
ल है गाइस यस्तै हो रमाइलो जिन्दगी यसो हाँसखेल गर्दै मजाक गर्दै अघि बढ्दै बाटो सर्छ सर्दैन भन्दै कोसिस गर्दै हामी अगाडि बढिरहेको छौँ होइन त्यही हो जिन्दगी कटाउनु गाह्रो परिछ त्यही हो अझै फाइनली गाइस हामी चाहिँ भोजपुर जिल्लाको एउटा फेमस बजार गोरेटार बजारमा आइपुगिसकेका छौँ हेर्न सक्नुहुन्छ यिनीहरू चाहिँ यताको अप्ठ्यारो बाटोमा चल्ने गाडीहरू हुन् गाइजहरू यता त गाडी साडी नपाएर हाम्रो आज लात्ती फर्किने गरी हामी हिँड्छौँ त्यति गोरेटार बजार हो सुनसान छ आज 50-50 यो चाहिँ हाम्रो दाइले भने है यो ठाउँ चाहिँ विकास भएको ठाउँ हो विकसित 5 वर्षको विकासमा चाहिँ यसमा एकदमै ज्यादा लगानी भएको छ गाइजहरू हामी चाहिँ गाडी साडी नपाएर होइन आज ल्यान्ड रोभर चढ्ने इच्छा थियो अब गयो आलु खाइयो अब त्यही भएर हामी 2 चक्के गाडी सल गइरहेको छौँ होइन यस्तो रमाइलो तरिकाले हामी 2-3 जना चाहिँ गलेर भुत्तिकै भयो हामी एकजना फर्स्ट घोटार बजार हो गाइस अलि टाढोबाट यस्तो देखिरहेको छ अघि नजिकैबाट हामी लिएर थियौँ होइन पुरै बादल लाएर कुहिरो एकदमै राम्रो लाग्यो है हेर्न सक्नुहुन्छ है बादल सादल लाएर रमाइलो भ्यू देखिरहेको छ हाम्रा गाइजहरू 2 जना यता छन् 2 जना एक्स्ट्रा पार्टनर भेटिनु भएको छ हामी हिँड्दै गइरहेको छौँ होइन जाउँ हो तलतिर जाउँ भन्दै यस्तै हो गाइजहरू रमाइलो गर्दै आज खुट्टा दुखेर अहिले हत्तु भइसकिहाल्यो खुट्टा दुखेर यस्तो गाह्रो भयो नि गाइजहरू 30-40 किलोको ब्याग बोकेर हिँडिया छ है त्यसको अब आज अहिले भोक लाग्नु लागिसक्यो बाटो त्यस्तै छ रमाइलो गरेर जाउँ भने के गर्नु बाटो भएर पहिरो खसिया छ चिन्ताको विषय बहुत गजबको छ गाइजहरू हेर त गल्यो भाइ गल्यो गाजर हामी चाहिँ त्यतादेखि आएको अलिकति कुरो लागिसक्छ घोटार खोइरहनु हुँदै त्यताबाट होइन हामी चाहिँ अब जान्छ जङ्गलको बाटोमा टोइकाटो हिँड्नु परेछ जस्तो छ है थाकेर भुत्तिकै भइसक्यो आज हाम्रो अझ यहाँ तल गएर चाहिँ 1 घन्टाको उका ओह्रालो झर्नुपर्छ ठ्याक्कै 1 घन्टा लाग्छ त्यो ओह्रालो झरेपछि अनि त्यसपछि अलिक सेवा सुविधा हुन्छ भन्ने हामीलाई लागिरहेको छ है त गल्यो गाइस जिन्दगी जस्तो तस्तो तराई झर्या पहाडमा त रमाइलो भयो गाडीमा आइयो डरको त्रास डराउँदै त्रासमा भिरको बाटो हेर्दै आइयो अब जाँदा 2 गुटे मोटर सल्लाह हाय मेरो जिन्दगी बाटो चाहिँ यस्तो छ होइन सुनसान छ पहिरो चाहिँ कता खस्छ थाहा होइन खासै होइन हिँड्न चाहिँ परेछ डर गाह्रो छ गाइस गाह्रो ए गाइसहरू ए गाउँले खाना पकाएर हो हामी आउँदैछौँ कसैले सुनेन हो कसैले सुनेन क्या यार हामी चाहिँ देखेको यो रुखबाट उता कटेर जानुपर्छ गाइजहरू त्यो रुखदेखि उता अझै धेरै टाढा पुग्नुपर्छ हामी चाहिँ यस्तै गर्दै गइरहेको छ गाइजहरू यस्तो गाइजहरू हामी रमाइलो गर्दै अगाडि बढिरहेको छौँ होइन रमाइलो भ्यू हेर्दै उकालो खुट्टाको दुखाइ सहँदै झोलाको चाप सहँदै होइन बाटो हेर्दै अप्ठ्यारो बाटो भिरालो जमिन हेर्दै यस्तो गर्दै हिँडिरहेको छ गाइजहरू होइन बेलुकासम्म पुगेर कि भनेको पुगिन्छ होला अवश्य नै होइन गाइजहरू यस्तो छ यो बाटो पछाडि हेर्नु सक्नु चाहिँ एकदमै अप्ठ्यारो टाइपको छ अगाडि हेर्नुहुन्छ भने रोडकै बाटो हुन चाहिँ तर खासै अलि सजिलो त छैन उ त्यो त
भ्यू चाहिँ त्यता राम्रो छ गाइजहरू। यतातिर ठ्याक्कै हामी आइपुगेको एरिया नैतिर जस्तो पर्छ। यस्तै हो गाइजहरू। यस्तै हाम्रो कर्णाजी च्यापुङ भयो। यो चाहिँ पाहाडतिर घरहरू होइन, यो चाहिँ ठ्याक्कै डाँडाखर्कादेखि मुनिको यो गाउँहरू होइन। यहाँबाट जति पनि गयो तल फेदीसम्म घर छन्। यो चाहिँ यता माथि 10 किलोमिटर जस्तो यता यी सब देखिएका जति पनि घर छन् यी सबै घोइटार बजार। यहाँबाट यति टाढाबाट बजार जानुहुन्छ। यता गाउँतिर चाहिँ खासै पसलहरू हुँदैन तराईका जस्तो। यहाँबाट चाहिँ धेरै टाढा हिँडेर बजारको लागि भनेर चाहिँ घोइटार बजारै पुग्नुपर्ने हुन्छ कि गाडीमा नत्र हिँडेरै। बजार जाँदाखेरि बिहान यता 4 बजे उठेर कि त यो त कुहिरो लागेतिर पुर्ने बजार हुन्छ त्यतातिर, कि त घोइटार बजार अघि हामी देखेको बजारै पुग्नु चाहिँ यताको मान्छेहरू चाहिँ। त्यति टाढा हिँड्ने चाहिँ यता गाउँतिरको बजार चाहिँ नजिक नभएर। यस्तै हो गाइजहरू। जीवन सङ्घर्षमय हुन्छ तर मजा पनि त्यत्तिकै हुन्छ, सजा पनि त्यत्तिकै हुन्छ। स्ट्रङ हुन्छ, तागत हुन्छ, हरेक कुरा हेल्दी खान पाइयो। सङ्घर्ष त अलिक गर्नु पऱ्यो। अब गाडी अहिले त सुविधा छ तर अब पहिरोहरू जाँदा चाहिँ खासै यता गाडीहरू हिँड्न सक्दैन। पहिरो खासै चाँडै पनि बनाउन सक्दैन नि त, त्यही भएर है त गाइजहरू। यो चाहिँ यतातिरको बाटो गाइजहरू हेर्नु न कस्तो अप्ठ्यारो छ। यस्तो बाटो भएर हामी हिँड्नुपर्छ यार। जिन्दगी यस्तै हो, जसो तसो कटाउनै पर्ने रहेछ। गाइजहरू हामी कोही गला छौँ त? कोही गला छौँ त? को गर्नुभयो? अलि बोक्न सामर्थ्य त छैन केटा हो। कोही गला छौँ मैले भन्नुभयो गाइजहरू। कर्ना ठिक छ? बोल्दिनँ नि त भयो, भुतुकै भएछ नि क्या? बोल्नै छोड्यो नि क्या? ठिक छ नि? ए ल हाम्रो विज्ञान त के हिरो मान्छे कालो ज्याकेट हालेर साला यस्ता बाटो त कम्बर कसेर पार गरिदिन्छु भन्ने मान्छे भयो त। यत्तिकै डरायो नि त। ओहो दाइ त भइहाल्छ नि फेरि। गले भाइ अलि गाइज कसो लिएर आउँदैछ गाइजहरू पर्खेर बस्नु भाइ। गाइजहरू को गाइज हुन्छ सब गाइजहरूलाई मैले कसरी लिएर त एक एकजना अम्बक पाहाडको चोखो अम्बक खाने भयो बसिरहेको गाइजहरू। अनि चाहिँ यस्तो बाटोबाट आइरहेको छौँ। हेर यो भोजपुर जिल्लामा चाहिँ यदि यो भिडियो भाइरल होस् अनि पहिरो चाहिँ अलिक चाँडो बनाउनु है। म जस्तो मान्छेलाई आउन गाह्रो हुन्न। यस्तो बाटोबाट आइरहेको छौँ हामी चाहिँ, एकदमै अप्ठ्यारो। यहाँ जुत्ता भिजेर भित्र पानी पसिसक्यो। अहिले खुट्टा पाक्यो नि फेरि तनाव पर्नुपर्छ तर भिज्दैन। वाटरप्रुफ जुत्ता हो। यस्तै हो गाइजहरू रमाइलो गर्दै घाम लाउने चाहिँ 5000 को जुत्ता हुन्। हेप्छौ वेट। हेलो गाइजहरू हामी जस्तो ओह्रालो झर्दै होइन रमाइलो गर्दै यस्तो छ जिन्दगीको हालत है। अब यहाँ टाक्क 1 घन्टाको ओह्रालो झरेपछि हामी अलिक तल फेदीमा झरिन्छ होइन। त्यसपछि अलिक तेर्सो बाटो छ। हजुरहरूलाई यसो भिजिट गराउँदै रमाइलो गराउँदै हिँडिरहेको छ होइन। टोटली हामी इन्जोय गराउने छ। सब हेरेर मनोरञ्जन गर्नु होला है त गाइजहरू। गाइज एकदम सानो मसिनो बाटो भएर ओह्रालो चाहिँ लास्ट चाहिँ खुट्टा चिप्ल्यो भने फेरि तनाव भइहाल्छ। अल्छिरा हो कर्णाजी। हाम्रो कर्णाजी अलि आज हिँड्दै हुन्छ। कर्णाजीको बाबा लेट हिँड्नुहुन्छ। हाम्रो लिडर साप तल झरिसक्नुभयो। यस्तो बिर्छ गाइजहरू हेर। पहिले यस्तामा घाँस काट्न आइन्थ्यो, अहिले यस्तो बाटो हिँड्न डर लाग्छ हेर त। अब पहिले हामी यता गाडी नचल्दा गाइजहरू हिँड्ने बाटो चाहिँ यही हो। पहिले चाहिँ अब बच्चा बेलादेखि हिँडेको बाटो हो यो चाहिँ होइन। अहिले चाहिँ खासै अब हिँड्ने आदत छैन नि त, त्यही भएर यस्तो बाटो अलिक हिँड्न गाह्रो पर्छ। अहिले चाहिँ गरिसक्यो गाइजहरू। बच्चादेखि मामा दौडेको बाटो अहिले हेर त गाह्रो पऱ्यो। मधेसी भइसकेको छ गाइजहरू। बसेर खाने आदत होइएछ, हिँड्न गाह्रो पऱ्यो। यस्तै छ रमाइलो जिन्दगी। कहिलेकाहीँ यात्री पनि बनिदिउँ न त भनेर हिँडेको अलिक गाह्रो पर्ला जस्तो अवस्था आइसक्यो। हाम्रो 2 जना आउँदै हुन्छ यता बिस्तारै
सङ्घर्षको गोरेटोमा हामी दौडिरहेका गाइजहरू एकजना हाम्रो दाइ चाहिँ अगाडि गइसक्नु भयो क्या कुद्दैछन् बुढा हेर्नको त ए बुढा गाडी हिँडेको बाटो चाहिँ यो पर देखेको गाउँ हो गाइस यसको डाँडै डाँडा हामी गाडी चाहिँ त्यो डाँडै डाँडा झर्छ त्यहाँबाट झरेर चाहिँ एकै ठाउँ हो अलि हामी जहाँ गइरहेको छौँ त्यहीँ पुग्छ यो बाटोबाट नि तर हिँडेर चाहिँ अलिक गाह्रो पर्छ गाडी चाहिँ त्यो डाँडा डाँडा अर्को बाटोबाट घुमेर जान्छ हामी ट्याक्कै त्यो घर देखे ठाउँमा ठ्याक्कै यता पुग्नुपर्छ हिँडेर ट्याक्कै 1 घन्टा लाग्छ गाडी यो ओह्रालो चाहिँ एकदमै गाह्रो छ सङ्घर्ष गर्दै हिँड्नु परिरहेछ यहाँ दुःख सुख रमाइलो गर्दै के गर्नु जिन्दगी ओहो हाम्रो दाइ त यहीँ बसिरहेको रहेछ नि त हेर के भयो बिके दाइ खुट्टा जुत्ता खायो ओहो ढुङ्गा निकाल्न थाल्यो कि अब जुत्ताबाट हेर त दाइको हालत के बेच्न बस्यो है भाइ मोबाइल लिएर जुत्ता लिएर मान्छे घाइते अवस्थामा बसिरहेको नि यहाँ हेर्न सक्नुहुन्छ बिचरा दुःख छ है झोला 30-40 किलोको हातमा त्यस्तै खुट्टा त्यस्तो भारी जुत्ता लाएर हिँड्छन् बत्ती किन वाल्या हो दिउँसै आँखा बत्ती आँखादैन हो क्या बसौँ एकछिन जय हेलो भने त सबले यस्तो छ पसिना काडेर चाहिँ हामी रगत र पसिना एक गरेर हामी तलतिर जाइरहेको छौँ गाजर ब्याग यत्रो पसिना काडेर हिँडिरहेको छ गाजर रियल यात्री भएर हिँड उडा हिँड हेर त यस्तो ढुङ्गामा खाली खुट्टे हिँड्छन् मर्छन् बुढा हेर आहा ओहो दुःख होला ओहो गाजर यस्तो छ हाम्रो दाइको हालत पेन्सन खोलेर जला हालेर अर्को पेन्सन टाउकोमा सुकाएर जुत्ता हातमा बोकेर अनि यस्ता ढुङ्गा हेर त यस्तो बाटो छ है झन्डै लड्यो यो त यस्ता जुत्तै लाएर त घुच्छ खाली खुट्टे कुदिरहेछन् बुढा जान्छ भरे ब्लड आएर अनि खान्छ आलु बुढा अब यहाँ चाहिँ अलि राम्रो बाटो छ कहाँ पुग्यो है त अङ्कल तल पुगिसक्नु भयो हामी चाहिँ बिस्तारै यहाँबाट हजुर ए त्यही रहेछ सबैजना खै हामीलाई यहाँ अमला गाजरी अब देख्नुहुन्न ल म देखाइदिरहेको छु यो अमला बोट चाहिँ अमला फलिरहेछन् अलि तल परेछन् कि न त टिप्नु हुन्थ्यो गाह्रो हो भाइ ल गाजर अब यतिको हैछ चाहिँ अब दाइ हिँड्छन् सुइकी चाहिँ ल पाता कसेर यस्तो भएर हिँड्नुपर्छ हामी चाहिँ यहाँ सिधा तलसम्म यसरी यस्तो गाइजहरू बिस्तारै हामी ओह्रालो झरिरहेको छौँ होइन अब दुःख सुख दिन गन्दै फेरि पनि पहाड आउँछौँ भन्दै ओह्रालो झरिरहेको छौँ है के गर्नु गर्नै पऱ्यो झर्नै पऱ्यो ओह्रालो अमला टिप्न जानु त भिड भएर चाहिँ नजाउँ अनि यस्तै रहेछ ल गाइज बिस्तारै होइन अझै तल फेदीमा झर्नुपर्छ यहाँ देखिँदैन पुरै जङ्गल दाइमाथि छन् यस्तो बाटो भएर जानुपर्छ यता सबैतिर कुरो लाग्छ यहाँबाट लगभग अझै आधी घन्टा 1 घन्टा जस्तो तल झर्नुपर्ने हुन्छ अनि मात्रै तल पुग्छ गाइज आज चाहिँ जोस के अरे बाढीको समय ढुङ्गा खुड्केर झरिँदैछ ओह्रालो भालुखोपको उकालो भने चाहिँ फेरि उकालो यो बाटो आयो भने त मरिने रहेछ पहिले त बरु अलिअलि ठिक थियो ओहो यो मान्छे यो बाटो हिँड्नुहुन्छ चाहिँ कसैले विकास गर्नु न है बन्द गरे नि विकास भएको छ ओहो यो कडा रहेछ नेताको मान्छे
बाबा ढुङ्गा कस्तो मिलाएको छ है यो ठाउँ चाहिँ जतिसुकै छिटो पार गरेन भने यहाँ चाहिँ म्याक्सिमम ढुङ्गा खस्ने समस्या भइरहेको हुन्छ मान्छेले लागेर कति चोट लागिरहेको हुन्छ माथिबाट पहिरो खोजेर त्यही भएर छिटो छिटो पार गरेर गाडीहरू अप्ठ्यारो बाटो छ यो गाइजहरु हाम्रो यात्रा चाहिँ अझै त्यहाँसम्म पुग्नु भयो त्यसपछि तेर्सो छ हैन त्यहाँसम्म चाहिँ ओह्रालो छ हाम्रो दाइ दौडे कि कता पुगे थाहा हैन यात्री चाहिँ आज हामी 3 जनाको यात्री चाहिँ त बिस्तारै ओह्रालो झर्दैछ गाइजहरु ओह्रालो चाहिँ एकदमै लास्टै छ एकदमै गाह्रो अवस्थामा छ हैन हामी बिस्तारै बिस्तारै ओह्रालो कुदैछौँ हैन कस्तो नुनिलो भयो पसिना झरेर लास्टै गाइज नुनिलो नुनभन्दा चर्को भइसकेको छ यहाँ हैन अवस्था यस्तै छ हैन बिस्तारै बिस्तारै फेदीमा झर्दै प्रक्रिया चलिरहेछ हैन भालुखोपको उकालो ओह्रालो भन्ने ठाउँ चाहिँ यो हो ट्याक्कै 1 घन्टा लाग्छ गाइज झर्दा पनि चढ्दा पनि लास्टै गाह्रो छ यहाँ हेर्न सक्नुहुन्छ अवस्था एकदमै नाजुक छ हेर्नुहोस् चर्का घाम जिन्दगी दिनभरिको हिँडाइ यहाँ त अवस्था त एकदमै नाजुक छ हाम्रो दाइ दौडिरहेछन् बरु बुटुङटुङ पारेर बाटो चाहिँ यस्तो छ है ओह्रालो यस्तो छ हेर्नु ए कुदे दाइ त गाइजहरु हामी पानी खान्टामा आइपुग्यो है ओहो गर्मी पसिना लास्टै पसिना भइयो है हाम्रो यहाँ खुट्टा धुएछन् कस्तो महसुस भइरहेको बिहान त चिसो पानीमा सरर गर्दा कस्तो मजा भइरहेको तालुमा आलु फलेन जिन्दगी यसै चलेन यो त खोलाबाट पहाडबाट आएको बगेर आएको पानी हो एकदमै तागत दिन्छ यसले चाहिँ यहाँ हयार चाहिँ त्यहाँ हयार रहेछन् कहाँ झन्डै किस हो तपाईँले निलो रहेछ खोला पहाडको खोलाबाट बगेको पानी हो गाइस एकदम स्वच्छ ताजा छ है मुखसुख धोयो अब फ्रेस भयो मुखसुख धोएर फ्रेस भइहाल्छ होइन चिसो खोलाको पानीले गर्मी भएको मौसम मुक्त गर्छ आहा क्या मजा कति चिसो ठन्डा एकदमै आनन्द आइरहेको छ गाइस यस्तो मजाले फ्रेस भयो नि एकदम रमाइलो अब हामी चाहिँ तल जानुपर्छ हुन्छ होइन अझै तल जानुपर्ने हुन्छ त्यो समस्या गाह्रो लास्टमा गाइजहरु हामी चाहिँ त्यो टुप्पादेखि आएको है ट्याक्कै 1 घन्टामा हामी तल झऱ्यो त्यो हाम्रो पार्टीहरू अगाडि गइरहेछ नि बिस्तारै बिस्तारै पार्टीहरू आराम कुसालै हो नि बाटोभरि पानी कुद्दैछ खोलो कुदेछ पहिला त राम्रै थियो यो गाडीको बाटो आएर हो कि खोइ हो यस्तो थिएन यार हेर त केटाहरू राम्रोसँग हिँडिरहेको छ कोही के गरेर हिँड्छन् कोही के गरेर हेर त खोला हिँड्नु परिरहेछ हामी चाहिँ अवस्था यस्तो छ एकदमै नाजुक छ गाइजहरु बाटो चाहिँ हेर्न सक्नु त बाटो हिँड्ने यहाँ खोलेको खोला गाइजहरु हामी तलसम्म अब यसरी नै हिँड्नुपर्ने हुन्छ नत्र गाह्रो छ होइन मुख धोको गाइजहरु फेरि त्यस्तै भइसक्यो सबै पसिनै भएर बाटो चाहिँ अब यस्तै क्रस गर्दै हिँड्नुपर्ने अवस्था आएछ त्यही भएर समस्या एकदमै छ गाइजहरु अब यहाँ चाहिँ पारिपट्टि हिँड्नु पऱ्यो है खोलाको अलग छ हेर्न सक्नुहुन्छ एकदमै बाटो चाहिँ अप्ठ्यारो छ हेर बाटो साटो नभएको अवस्थामा हामी चाहिँ यसरी हिँड्नु परिरहेछ बाटै नभएर ढुङ्गा उचाल्यो यस्तोमा खास
हिँड्ने बाटो त होइन यो ढुङ्गाहरू राखेको यस्तो बाटोबाट क्रस गर्नु पऱ्यो नि त होइन जसरी नि। हेलो गाइज हामी फाइनली हामी चाहिँ तल अघि देखेको गाउँमा आइसक्यो है। चाउचाउ दिँदै कता हो यो हो र ओ बाटो भुलेछ ओ आइन्छ सरी। चाउचाउ खाजा खाँदै अब यता अरू खाजा त पाइएन नि त बिहान 5 बजीदेखि यहाँ अब यस्तै खाँदै खाँदै दिन कटाउनु पऱ्यो होइन। अब बार क्षेत्र पुगेर अब जय बराहा क्षेत्र भन्दै जानुपर्छ। अब यस्तो चाहिँ गाई सब चाउचाउको भरमा हिँडेको छ। ए चाउचाउ चपाउँदैन रे होइन मारकमुरुक पारा खाँदैन। अब जिन्दगी यस्तो छ के हेर्छु गाईहरू घर गरिहाल्यो तराईतिर झर्नलाई। अस्ति पाहाड चढ्दा रमाइलो भएको थियो गाडीमा आज त खुट्टाले यो खाडीमा ल गाईहरू रमाइलो गर्दै हिँडिरहेको छ। गाईहरू तपाईँहरूलाई भ्यूहरू हुन्छ भने यस्तो यहाँ टन्नै घरहरू त्यो हुन्थ्यो पहिले चाहिँ अहिले छैन सकिएछन्। यस्तो यो गाई भए चाहिँ पुरै केही छैन यता त। गाइज यो चाउचाउ किन देखाएको भन्नु होला तर यो हजुरहरूलाई खासमा खानाको महत्त्व बुझाउनको लागि मैले गरेँ त। यहाँ अगाडि हेर्नु न भोगले रहन्छ नि बेला चाउचाउ कहिले मन नपराउने मान्छेले बङ्का बङ्दिरहेको छ। यस्तो हुँदो रहेछ क्या भोग भनेको चाहिँ। अगाडि यो दाइ चाहिँ सुकी अगाडि गइरहेछन् त्यहाँ। यस्तै छ साथीभाइ दिदीबहिनीहरू सबैजना है चाउचाउ खाँदै यसो चिसो चिसो पानी तान्दै हिँडिरह है। हामी चाउचाउ नर्मल खानेकुराहरूलाई नर्मली यत्तिकै फ्याँकिदिएर हुन्छ नि तर यसको ओरिजिनल किम्मत चाहिँ जब भोक लाग्छ नि त्यतिखेर थाहा हुने रहेछ गाईहरू। अल्लाह तला सर हामी स्वाहा हुनु लागेको बेला चाउचाउ रोटी खाइदियो तागत अलिअलि आएको छ। त्यो भएर खानेकुरा चाहिँ भोगाएको व्यक्तिलाई सोध्नु पर्दो रहेछ त्यसको महत्त्व कति हुन्छ भनेर आज आएर थाहा भयो। खासै मुख नचपाउँछ एकजना चाहिँ उहाँ भोगाए पनि चाउचाउ पिरो भनेर खानै छोडेछन्। ए ढाड दुखेर मर्यादै करियादै भए त्यस्तो चाहिँ यस्तो पाहाड चढाएको गाईहरू हामी चाहिँ होइन। अब त्यस्तो पाहाड चढ्न जानुपर्ने भन्दा नि अब चढ्नु पर्दैन ओह्रालो झर्नुपर्छ। अब नदीको किनारे भएर हामी चाहिँ अगाडि लाग्छौँ गाईहरू बिस्तारै बिस्तारै बिस्तारै। हेर त रातो पिरो भएछ नि हजुर डाँडामा हामी हिँड्यो भए डाँडा गर्दैनौँ ल तर अब खाएर हिँडिन्छ नि त। अब देऊ बुवालाई चाउचाउ खासै त्यो आउला जस्तो छैन। लसुन चतारा जी त्यत्रो त्यो खोलाको खोलाइ गर तल झर्नुपर्छ गाईहरू होइन। यस्तै छ जिन्दगी यता खाजा नास्ता भइरहेछ। कुट्या छिटो प्लास्टिक गलिसक्यो पसिना भइरहेछ। त्यो नि जानुपर्छ के सङ्घर्ष गर्नै पऱ्यो। हामी चाहिँ यस्तो बाटोबाट भएर गइरहेछौँ यहाँ अगाडि पुल आइपुग्नु लाग्यो यतापट्टि चाहिँ यस्तो मौका बाहिर गएछ है घाँस काट्नु आमा। हाम्रो यात्रीहरू चाहिँ उहाँ पर पुगे कतिजना अगाडि एकजना पछाडि त्यो चाहिँ यस्तो चाहिँ झर्रा झरिरहेको छ माथि। पाहाडको झर्ना त्यो त यस्तो घाममा नि मान्छे पसिनाले लास्टै समस्या परिसक्यो है। पसिना भइहाल्यो त्यही यो बाटो चाहिँ लास्टै अप्ठ्यारो छ। सिमलीबाट फेरि उकाल लाग्नुपर्छ फेरि अनि त्रिवेणीबाट तिर्छु त्यसपछि बाटो आउँछ अनि त्यसपछि अझै ढाडै हिँड्नु पर्ला भनिराख्नु भएको छ। एकदम गाह्रो छ गाईहरू यत्रो ठुलो टार रहेछ यो चाहिँ काम गर्ने मान्छेहरू टन्नै हुन्छ। आज गयो दिनभरिको यात्रा यस्तै भयो देखिँदैन ल दुःख गर्दै सङ्घर्ष गर्दै गोरेटो उँधो झरिरहेको छ। हामी चाहिँ फाइनली हामी चाहिँ
धनकुटा र भोजपुरलाई जोड्ने तम्बर नदीमाथि बनेको जोलुङ्गे पुलमा आइपुगेको कि यहाँको भ्यू चाहिँ एकदमै रमणीय र एकदमै गलेर आएको शरीरमा एकदमै आनन्द आइरहेको छ गाइजहरू पुलमाथि। क्यामेरा टर्न गरौँ यता हतार यता टर्न गरे यता अरू नदी चढ्ने बाढी आयो हामी पुलको माथि छौँ हामी पुग्दैन है गाडी आएको त्यो फोटो चाहिँ हाने कि त्यस्तो गाडी आएको पानी त बिल्कुल परेको छैन यो बाढी चाहिँ बिल्कुल आएकै आउँदै आएको छैन हिजो अस्तिसम्म अलिअलि बाढी आएको थियो भन्थ्यो अहिले आएको छैन अलिक घटिरहेको छ। अब यतिखेर केपी ओलीको जहाज पनि चल्दैन यहाँ केपी ओलीको जहाज चल्दैन कतिखेर पारा आएको जहाज खासै चल्दैन यहाँ हाम्रो विज्ञान दाइ पुरै रातो पिरो भएर हिँडिरहेको छन् होइन यस्तो पुलमा अब अवस्थामा डान्स गर्दै ल हेर्नु त यहाँहरू कस्तो अवस्था हुँदैछ गाइजहरू यहाँहरू कस्तो अवस्था हामी हिँडिरहेको छ चलेर हतक्कै भइसक्यो होइन पिपाल पिपाल भन्दै हिँडिरहेको छ यहाँ जिन्दगी यस्तो घातक अवस्थामा गरेर भुत्तिकै भइसक्यो हामी चाहिँ पुल पारी जाँदैछौँ नि पुल यो झोलुङ्गे पुल भन्छ यो चाहिँ दुवैतिर के पर्छ पारिपट्टि भोजपुर वारिपट्टि के कुनै न कुनै जिल्ला पर्ला खासै मलाई थाहा भएन गाइजहरू त्यही भएर अब यसो बिगादाको हालत यस्तो कट्री साटो लाएर फाइनली गाइज फाइनली हामी चाहिँ सिमले आइपुग्यो है यहाँ चाहिँ पहिले हामी भोजपुरबाट आउँदा यहाँ खाना खाएर हामी यहाँ चाहिँ अगाडि बढ्थ्यौँ है अहिले हामी त्यो ठाउँमा आइपुग्यो यहाँ केटा गाइजहरू चाहिँ अगाडि गइसकेँ म एक्लै पछाडि एकजना चाहिँ मभन्दा पछाडि एकजना बहिनी छ त्यो आइपुग्यो होइन खाना होटलले पाउँछ त्यहाँ हामीले अब रेडी भएको छ कि छैन त्यो चाहिँ हेर्नुपर्छ नत्र त्यही अनुसारको हामीले खाना खाएर खाजा पनि पाउँछ। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ ओहो दिदीहरू यहाँ आइपुग्नु भएको छ त खाने हो भातै खाने नत्र हेर गाइजहरू एउटा सिङ्गल घर यस्तो ठाउँमा कस्तो बसिरहेको छ यार हामी उता जाने होइन उता त्यही त नि हाम्रो चाहिँ यहाँ छ नि गाह्रो तरिकाले हिँडिरहेको छ नि के गर्नु जिन्दगी सङ्घर्ष गर्नै पर्ने रहेछ त्यही भएर जस्तो तस्तो मरितरी हिँडिरहेको छ गाइजहरू हामी चाहिँ अझै धेरै टाढो छ हामी चाहिँ यहाँ अब यो नदीको तिरैतिर अप्ठ्यारो बाटो हुँदै जानुपर्ने हुन्छ हामी चाहिँ है त यो बाटो चाहिँ यस्तो छ है अब चाहिँ त्यहाँ गइराखौँ ए भिडै पक्रेर होइन बाटो त पुरै झरेर रहेछ यार कसरी जाने हो त्यो बाटोमा ओहो घुँडैरियो जानु पर्ला जस्तो छ खत्तम गाजर बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है 12 पुग्नलाई त्रिवेणी भएको आइपुग्यो यो चाहिँ तीनवटा नदीको सङ्गम भनेर त्रिवेणी भनेको अरुण तम्बर अनि दुधकोशीको सङ्गम भएर अझै त्रिवेणी भनिएको गाइस यस्तो छ गाइसहरू उहाँ दुधकोशी र अरुण उताबाट आउँछ यताबाट चाहिँ यो तम्बर नदी भएको कारणले तीनवटा नदीको सङ्गम भन्ने हो हेर्न सक्नुहुन्छ हाम्रो गाइजहरू चाहिँ उहाँ गइरहेछ होइन उतापट्टि बाटो एकदमै अप्ठ्यारो रहेछ त्यस्तो बाटोहरू चढ्दै जानुपर्ने छ हामी चाहिँ ओ पुल कस्तो हल्लिएको है भाइ त्यो चाहिँ गाइजहरू जसोतसोको आइपुग्यो यहाँ चाहिँ पुल चाहिँ लास्टै हल्लिँदैन त चाहिँ यो पुलबाट चाहिँ खरिद गरेर ल्याएका गाई गोरुहरू पनि हिँडाउने गरेको भएको कारणले चाहिँ यो चाहिँ लास्टै हल्लिँदो रहेछ जम किन बाटो उता अप्ठ्यारो रहेछ के र भेटिनु
ल यहाँ चाहिँ लास्टै पहिरो गाजी गाजेर यसरी कहाँ पो माथि गएर माथि जान्थ्यो नि ढुङ्गा लड्यो नि ओहो माथि डाँडा पुगेर उतापट्टि जानुपर्छ गाइस बाटो चाहिँ एकदमै लास्ट अप्ठ्यारो छ त्यही भएर उकालो चढेको छ तल चाहिँ यस्तो नदी छ तम्बर नदी गाह्रो छ गाइस ल म आएँ है त छोरी यस्तो बाटो झऱ्यो यार गाइजहरू बाटै हिँड्ने यार यो त यस्तो छ ए पहिरो खसेर गाह्रो भएको छ एकदमै यताबाट चाहिँ 2-4 दिन कोरेर आउनु भन्छु म चाहिँ भेना बिस्तारै बिस्तारै अलि बिस्तारै ओहो राम राम चिप्लियो खुट्टा चिप्लियो भने त तल त राम गाह्रो पर्ने रहेछ ओ बिस्तारै बिस्तारै करुणा बिस्तारै झर ओ नो 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 झर्नु न अनि त्यसपछि हामी तपाईँ बिस्तारै झर्नु न करुणा चाहिँ फाइनली झरिसक्यो तल ल कङ्ग्रेचुलेसन करुणा भेनानी पक्र्दै बिस्तारै झर्नु न हामी आइहाल्छौँ पछि पछि के भएर उकालो लास्टै पहिरो खसेछ बिस्तारै बिस्तारै गाइजहरू हामी चाहिँ डराउँदै ओर्दै भए पनि हामी यस्तो बाटोमा हेर्नु आओ नो विज्ञान त बिस्तारै है ओहो यस्तो बाटोबाट हामी यहाँ गइरहेछ होइन यहाँबाट झऱ्यो भने चाहिँ सिधै नर्नेर चोर्लाम हुन्छ होइन यस्तो बाटोबाट हामी तरिरहेछ हेर्नु त बाबा बिस्तारै बिस्तारै हिँड्नु पनि साथी हो यहाँ झऱ्यो भने त बाटो अप्ठ्यारो छ खोज्दा नि आउँदैन हामीलाई त सातो जाने रहेछ गाइजहरू सातो जाने भिड छ है यस्तो बाटो गयो मुनि हेर त नदी छ है माथि पक्रिने ठाउँ छैन चिप्लियो भने गयो त्यस्तो भिडबाट आइया अब अरू अझै कति वटा छ भन्छन् यताबाट चाहिँ आउने मान्छेहरू चाहिँ नआउनु हाम्रो दाइ बिस्तारै बिस्तारै गरेर तर्नु भयो हो पसिना आयो नि त मेरो त राम राम अब अगाडि पनि छ अरे हेरौँ कस्तो छ यस्तो भिड गाह्रो तरिएर चढ्नुपर्छ तर्नु परिरहेको ओहो ओम नम शिव भइहाल्यो नि तम्बसी लास्ट उर्लेर आएको छ नि बाढीले गर्दाखेरि गाजर रोड चाहिँ यस्तरी फुट्या छ है यो पुरै तल्लै छेउसम्म फुट्या छ यसरी यो माथिको डिल हो तल झरिसकेको छ यस्तरी यतापट्टि फुटिरहेको छ यस्तरी हामी चाहिँ यो नदीको तिर हुँदै हुँदै यही नदीको कुनै कुना गएर यो यता अलिअलि देखिएको बाटो हो यो बाटोबाट चाहिँ हामी उता जानुपर्ने यो नदीको तिरै हामी यो मुनि नदी माथि भिरको चेप्टोबाट बनाएको बाटोबाट चाहिँ हामी अगाडि आउँछौँ क्या यस्तो चाहिँ गाइजहरू जस्तो जस्तो गइरहेछ होइन अझै बाटो कति अप्ठ्यारो हुने थाहा छैन अहिले पानी बाढी पहिरो आएको कारणले एकदमै गाह्रो भइरहेको छ पानी बाढी पहिरो आएको आइस नि त त्यही भएर यस्तो अप्ठ्यारो बाटो छ नदीको किनेतिर नदीमा पनि बाढी आइरहेको छ नदीमा पनि ल हेर्नु सक्नुहुन्छ गाइजहरू झर्न है झर्न हेर्नुहोस् कति सुन्दर नदीमा झरिरहेको छ गाइजहरू बाटो चाहिँ एकदमै अप्ठ्यारो छ हेर्नुहोस् एकदमै सङ्घर्ष गर्दै आइरहेको छौँ हामी चाहिँ लास्टै गाह्रो भइरहेको भिरको बाटो हिँड्ने यस्तो यतापट्टि भिर यतापट्टि नदी छ यस्तो सङ्घर्ष गरेर आइरहेको नि गाइजहरू जिन्दगी पहाड फर्केर नजाउँ जस्तो लाग्छ फेरि पहाडको कुरा सम्झौँ फर्केर जाउँ जस्तो लाग्छ यहाँ रिसाइसक्यो यहाँ हेर नि यहाँ जय टिक्रे बुढा बाटो चाहिँ यस्तो छ हेर्नु यो कुनै कुना भएर हामी जानुपर्ने हुन्छ हाम्रो 2 पार्टनरहरू उहाँ पुग्नु भएको छ मुनि चाहिँ बडा ओ नमस्कार शिव ओइ जान्छ बुढा यस्तो बाटो छ यहाँ अन्त जेनी बल्छु यार नहोला त्यस्तो बिगी छ अब एउटा छिटो यस्तो पुल लगाइदिएछ यति भइसक्यो मान्छेहरूलाई हिँड्न सहज हुन्छ नि त अलि पक्रिँदै पऱ्यो छेउतिरको डर हुन्न नत्र लास्टै भिरालो जमिनमा एकदमै डर हुन्छ नि गाइजहरू यस्तोमा हिँड्नलाई त्यही त एक त सानो कुरो बाटो
माथि एकदमै डर मर्दछ। अबे ओ नो मुटु त सिरिङ गर्छ त यहाँ त भत्के चाहिँ ढुङ्गा लाएर हो कि उक्लेछ यस्तो चाहिँ हालत खराब छ गाइजहरु, हालत खराब, जिन्दगी धराम। क्या राटे भाई पसिना भइहाल्यो गाइजहरु। कस्तो लास्टै बाटो चाहिँ हेर्नु सक्नुहुन्छ, एकदमै अप्ठ्यारो छ। त्यही पनि अब आउनु पर्यो भनेर कस्तो चाहिँ गरेर आइहाल्यो। छिटो 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 बाटो छोडेर एकदमै अगाडि नि हिँड्नु आयो ठिक छ। बाटो त्यस्तो छ गाडी चाहिँ एकदमै अप्ठ्यारो। फेरि बस्यो भने यस्तो अप्ठ्यारो बाटो बस्नु थाल्यो। यस्तोबाट यो हो यो रुखबाट दाउरोबाट पार गरेर यस्तो भित्र खिचाएर त्यस्तो बाटो चढ्यो। नमस्कार हेर्नु त यस्तो बाटो भएर हिँड्नु पर्छ, एकदमै गाह्रो छ। गाजर हामी चाहिँ त्यो पल्ला छेउ कोसीको त्यो डबल धार भएको ठाउँदेखि यत्रो बाटो हिँडिसक्यो होइन। हाम्रो साथीहरू अगाडि छोड्दै अगाडि गइसक्यो। चल छिटो हिँड्न, छिटो हिँड्नु बुढा। यता अलिक ढुङ्गा झऱ्यो भने तनाव हुन्छ, फेरि अलिक कोही छैन, अलिक छिटो ल गाइस। फाइनली हामी चाहिँ बाह्र क्षेत्र आइसक्यो। सबैलाई उछिन्दै अगाडि उछिनेलाई आइपुग्यो। हजुरले बाह्र क्षेत्र धाम धरतीको पहिलो धाम हेर्न सक्नुहुन्छ। यो चाहिँ नदीको किनारा रहेको धरतीको पहिलो धाम बाह्र क्षेत्र मन्दिरको रूपमा चिनिएको मन्दिर हो गाइस। यो चाहिँ यो मन्दिरको सेकेन्ड इन्ट्रान्स डोर भन्छ बाह्र क्षेत्र मन्दिरको चाहिँ। अर्को ठुलो चाहिँ उता अर्कोपट्टि यो चाहिँ हो, उता परबाट चाहिँ छिर्ने चाहिँ यहाँ छ। यो चाहिँ बाह्र क्षेत्र मन्दिरको फर्स्ट इन्ट्रान्स डोर। यहाँबाट चाहिँ तल सुरुमा कोका कोला नदीमा गएर नुहाएर आएर मन्दिरमा पूजा गर्ने चलन छ यहाँ चाहिँ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ आज भित्र छिर्दैनौँ किनभने हामीसँग टाइम कम भएको कारणले उता अटोहरू पनि छुट्न लागिसक्यो। त्यही भएर आज चाहिँ बाहिरबाट हेरेर अर्कोचोटि चाहिँ आउँदा चाहिँ म भित्रबाट हजुरहरू टोटली यसको बारेमा बुझाउने छु है त गाइजहरु। त्यो चाहिँ बाह्र क्षेत्र बजार हो गाइस। यो बाह्र क्षेत्रको धामको प्रसाददेखि लिएर हरेक कुरा यो पूजाहरू गर्न आउँदाखेरि यहाँ पाइन्छ। यो यहाँको बजार यस्तो गाह्रो तरिकाले आयो। जस अब धरतीको पहिलो धाममा आइसकेपछि चाहिँ अलिकति शान्ति भयो, किनभने यहाँ अटो पनि पाइरहेको छ नि त। त्यही भएर फाइनल गाइस हामी चाहिँ बल्ल तल्ल अटोबाट आइपुग्यो। हेर्न सक्नुहुन्छ यस्तो बल्ल तल्ल मरेर आइपुग्यो यो अटो बाटोमा। भेनारी सर फायर छन्, हामी अलिक ढिलो आइन्छ। ल फाइनल गाइस हामी चाहिँ चतरा आइसक्यो। यहाँबाट अब जुम्काको बस चढेर हामी जान्छौँ। मरेर आइपुग्यो। आज दिनभरि हजुरहरूलाई भएको रमाइलो घटनाहरू, हामीले गरेको सङ्घर्षहरू, रमाएर भ्यूहरू देखाउँदै हामीले आइरहेको छौँ यहाँ। हजुर यदि यो भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला है त गाइजहरु।